सो केटाकेटी आज हामी मारिना पार्कमा आएको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यहाँ हेर्नु अब कति करोडको यो कति करोडको हेर्नु त लरक्क परेको छ। सो पार्क चाहिँ यस्तै छ। यो भित्रको रमझम अहिले हामी देखाउने छौँ। वेलकम ब्याक टु आवर माई भिडियो भनेर मैले स्वागत गरेँ। भेनालाई यहाँ देख्न सक्नुहुन्छ, मामालाई यहाँ देख्न सक्नुहुन्छ। हामी चाहिँ आज गोल्डन विकको डे 2 मा समुद्रतिर घुम्न आएको छौँ है। पार्कतिर रमझमहरू चाहिँ देखाउनु पर्ने थियो, तर पहिला हामी यता आयौँ है। मान्छेहरू यस्तरी झुमिरहेको छ कि हेरौँ न। यो देख्दाखेरि त मलाई म जापान होइन क्या, म थाइल्यान्डमा छु जस्तो फिल भइरहेको छ। अनि केटाकेटाहरू यहाँ पुरा चिप्केर पनि बसिरहेको छ। अहिले देख्ने चाहिँ यति रहेछ। बाँकी चाहिँ उता गएर म सर्लक्क सब देखाइदिन्छु, सबको डामाडोल जिन्दगी भन्डा पुरा हालिदिन्छु। अनि यहाँ एकजना बाजे चाहिँ पुरा के भन्छ चुरीले माछा मारिरहेको छ कि। माछा चाहिँ यति माछा चाहिँ एउटा पनि मारेको छैन, दाना चाहिँ यहाँ अब बाजेले भेटेन जस्तो छ। माछा चाहिँ खासमा यहाँतिर रहेछ। म चाहिँ आज फर्स्ट टाइममा पुरा कट्टु लगाएर आएको छु। सो गाइज हामी चाहिँ यो यसमा आएको थियौँ, हाम्रो छोडेर गइसकेको हुन्छ। यहाँ एकछिन हामी चाहिँ थकै मारेर आएको एकछिन। बाजे पनि आएको थियो। जाऊ केटाहरू, बाई बाई। राम्रोसँग जाऊ ल। अब चाहिँ एक्टिभिटिजहरू हेर्न जाउँ उतातिर। सब गोल्डन विक मनाइरहेको छ कि यहाँ चाहिँ। पुरा ट्रेन सेन बोकेर आएको रहेछन् होइन मान्छेहरू। आम्मा के भयो माया, के भयो? आप कौन? कहाँ लगाया फोन? क्या बात कर रहे हैं? मायाको खाँचो भयो। हामी भिडियोमा आबद्ध छौँ है। हामी चकचक किडीहरू पनि देख्न सकिन्छ। खिच्नु नमिल्ने म त खिचिदिन्छु। क्या हिरोको रोलमा कुदेर आइरहेको बच्चा यार। मर्छ मलाई, मर्छ। भेना र हिँड त फेरि सक्दैन नि। कसको बच्चा हो? कुहिरी रहेछ। अनि एउटा चाहिँ यस्तरी खेलिरहेको छ। यसको बाउ आमा कहाँ गयो? हामी यस्तरी घाममा आधी घन्टा जति खेल्यो भने त योभन्दा पनि कालो देखिन्छ यार। साला यो जापानिजहरू गोरे भएर सबजना गोल्डन विकमा सबजना इन्जोय गरेर आएको छ। अस्ति नै हामी आउँदाखेरि चाहिँ यस्तो थिएन क्या होइन। पुरै खाली थिएन है। अस्ति नआउँदाखेरि हामी आजभोलि चाहिँ पुरै ट्रेन बोकेर सब क्याम्प हालिरहेको छ। देख्न सक्नुहुन्छ यो भुराहरू त्यो रमिरहेको छ। यहाँ पनि सब कोही प्याक गरेर हिँडिसक्यो, कोही आउँदैछ। अनि अगाडि तरुनीहरू देख्न सकिन्छ। को म चिन्दिनँ, तर मैले त खिचिदिएँ ल। तिमीहरू मेरो अगाडि आयो। राम्रो केटी त यहाँको छ कि। पुरा इन्जोय छ नि। आम्मामा यो ठाउँतिर चाहिँ मलाई नि खिचिदिनु त भेन तपाईँको कहाँ हो। हेर्नु दर्शक किन आज गोल्डन विकको दोस्रो दिन पकाउनु न तपाईँ। यहाँतिर देख्दाखेरि चाहिँ विदेशतिर आएको जस्तो माहौल भइरहेको छ कि। त्यो स्टाइलै फरक छ। सब माछाले आ गरेर रहेछ। सब माछाले आ गरेर रहेछ। के बोले हामी जुस सोस के ल्याउनु पर्ने छ। एक ठाउँमा यसो के सड उड्दै खानु हुन्थ्यो। के गर्नु, सबजना खाइरहेको छ। लोभै लाग्दो भइरहेको छ। हामी चाहिँ केही पनि ल्याएको छैन। 3टा स्याउ लिएर खा। त्यो स्याउ टोकेर हिँड्नु क्या। अब धेरै जनसँग एउटा टेन्ट किन्नु पर्छ। बिदाको दिन मान्छेहरू प्रायः यसरी मनाउने गर्छ। खाली जग्गातिर गएर कोही टेन्ट हाल्दैछ। टेन्ट नि थरीको छैन। यस्तो मान्छेहरू सोचेको थिएन। कस्तो यसमा छिरेन छ कि गोल्डन विक हो नि त। मान्छेहरू अहिले यस्तो पार्कहरू घुम्नु आउँछ नि त। त्यो चाहिँ याद पनि आइदियो। अघि त किन त्यत्रो गाडीहरू आयो भने त यहाँ यत्रो मान्छे रहेछ। समझ रहे हो? सो आउने हाम्रो चाहिँ बाइकहरू छ।
हाम्रो बाइक कुन चाहिँ होइन ऊ त्यो बक्सा भएको जिदिन्छ भने त्यही होला है तपाईँहरूलाई यसो सस्तो मस्तोमा चाहिँ मैले अब साइकल पसल पनि खोलेको छ त्यसो चाहिन्छ भने एकदम मिलाएर एकदम लो सेपमा चल्छ ऊ त्यो ठुलो साइकलको चाहिँ कति हो अहिले धेरै छैन आजभोलि जस्ट 250 जति मात्रै दिन्छ हामी $250 अब तपाईँहरू बुझ्नुहोस् आफै होइन सम्झेर भाडामा हजुर अहिले चाहिँ भाडामा चलिरहेको छ होइन अब कोही अब पर्सनल किन्न चाहनुहुन्छ भने आउनुहोस् लानुहोस् यिनीहरू चाहिँ त्यस्तै हो यो 3टा मात्रै है फेरि अनि उयो यो सानो पनि रहेछ त नेपालमा जस्तो नेपाली त्यसको धेरै छैन 50 जति हो आउनु न 50 हो अब कुरा चाहिँ रुपियाँ हो कि मान हो कि एन हो कि के हो त्यो यति भन्दै आजलाई हामी बल खेल्न जान्छौँ हस् त नमस्ते हामी चाहिँ अब आफ्नो एकदम बुलेट बाइक लिएर गन्तव्यतिर लागेको छ यहाँ अब यस्तै छ सबजना पार्कमा होइन इन्जोय गरिरहेको छ गोल्डन विकमा सो अनि यस्तोहरू देख्दाखेरि चाहिँ बब्बालै मजा आउने कि माथि गाडी पनि आइरहेको छ क्या हामी पार्क हल्का बाटो क्रस हानिदिएर अनि यहाँ भलिबलहरू पनि हानिदिइरहेको छ हामी चाहिँ एकजना फुटबल खेल्छौँ बल सल पनि ल्याएको छौँ यता 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 कता पुने पनि छ त्यहाँ पारी बिग है बिग देख्न सक्नुहुन्छ है केटीहरू यहाँ राखौँ ल पर्दैन नि कहाँ छैट यसो गरेर चस्मा झिकेर यो पनि झिक्नुपर्ने हुन्छ मैले यहाँ झुन्डाएर हामीले एप्पल पनि बोकेर ल्याएको छ एप्पल एउटा होइन है फेरि 2टा पनि होइन है फेरि 3जना छ नि त 3जनालाई एप्पल है 3टा यो चाहिँ हामी अहिले एकछिनपछि खान्छौँ जुत्ता सुत्ता ल्याएको छौँ अनि यतिकै ड्रेस चाहिँ यतिकै कट्टु पनि यतिकै सो हामी चाहिँ यो 3जना बल हान्दाको छ कि त्यही क्रममा हामीले चाहिँ चक चक किडीहरू देखेको छ तिनीहरू पनि भलिबल खेलिरहेको छ कि यत्तिकै गर्थ्यो अनि मैले चाहिँ भिडियो गर्नुको कारण चाहिँ प्याराग्लाइडिङ गर्न लगाएर चाहिँ अझ प्यारासुटमा उड्नु लगाएर चाहिँ क्या केटीहरू हेर्नु त दामी देखिरहेको छ हामी एकछिन फुटबल खेल्छौँ है फुटबलमा यस्तो देखिन्छ मलाई लुक्स दाहिनेले हान्नु क्या हो सिधै हानेको तर पोस्ट चाहिँ बाँको भएछ उड्न लगाइरहेको छ कि होइन प्यारासुट उड्ने चाहिँ कहिले हो हावा कुरिरहेको छ हावै आएको छैन हामी चाहिँ बल कुरिरहेको छ म चाहिँ आयो आयो रोके रोके गयो 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 त्यो त चाँदो यत्रो के हो अरे सुन्दर हजुर कुसुमाका लिके चाँदो नानी यत्तेर नायो म त यत्ताको त नाइकन ए यो उड्न लागेको नि म्याड आधी घन्टा भइसक्यो अहिले उडे छैन गर्ने भयो क्या मलाई चाहिँ पानी खाना आइदिएको त्यो पारी किडहरू यस्तो दामी दामी रहेछ नि सब भलिबल खेलिरहेको छ दामी छ नि है ब्याकग्राउन्ड लुक्स पनि वाइल्ड दामी देखिरहेको छ सो हामी चाहिँ होइन हातमुख धोएर एकछिन रेडी भएर रेस्ट गर्दैछौँ सबजना राम्रै छ कि छैन भन्दै त ल बास्केटबल लभरहरू एकदम डर नै हेड लाग्यो म चाहिँ एप्पल खाइरहेको कस्तो दामी रसिलो यार निस्किनु पर्छ भनेको को देखेँ मैले आउनाले यहाँ त यस्तो दामी दामी ठाउँहरू छ सबजना घुम्न आऊ आऊ हिराको लभ यहाँ रहेछ त चतर होइन डोडाको यस्तो रहेको छ चतर अब यता चाहिँ छ यताको चाहिँ कहाँ खोज्न जाने म छैन आउनु पर्यो कन्ट्याक्ट हान्नु पर्यो केटीहरू कहाँ गयो ल यो चाहिँ म रहेछ अलि अग्लो छ यो चाहिँ म यतापट्टि चाहियो है एकजना चाँडो अनि विदेशमा जाने हो
हनीमुन चाहिँ यसमा लाने हो हाम्रो सबै हनीमुनको लागि हो हनीमुनको लागि यही भित्र नै हनुमान अड्छ सक्छ नि। अब गाउँले अड्ने रहेछ यार यसमा त साँच्चै सबजना नुवाकोट बासी सबैजना यता ल्याइदिने हामी चाहिँ अहिले नेपाली होटल आएको मान्छेहरू कोही पनि छैन कफी खाँदैछु ब्ल्याक कफी अन्त हामी चाहिँ मोमो खाने भनेको है मोमो खानुवाला छ दामी मिठो छ तर अलिकति यो ग्लासहरू चाहिँ पुरानो भयो क्या अनि दागहरू देखिँदो रहेछ सो अनि अब चाहिँ हामी एकछिन मोमोसम्म खान्छौँ अनि एकछिन बसेर सन्चै हुनुहुन्छ तपाईँहरू अनि तपाईँहरूको चाहिँ गोल्डन विक बिदा छैन आएको बिदा छैन है छैन ए हुँदैन त सोमबार दुई सोमबार हुन्छ एक महिनामा कति दिन बिदा हुन्छ तपाईँहरूको 2 दिन मात्रै 2 दिन मात्र बिदा है त्यही पनि बुढो दिनको के अरे 2 दिनमा त मलाई त ल दसमानको घाटा लाउँछ केटा भन्छ यस्तो छ सबैको प्रब्लम मोमो खाने होइन मामा खै आज भालै देखिन्छ भने खाऊँ न त कि भातै खाने होइन पैसा बोकेको छ होइन के गर्ने 7 बजेछ 8 9 भाँदै खाँदैन यहाँ त भातै खानै परेन नि अरू केही खायो भने त्यही त त्यस्तै म कहाँ ए फेरि फिल्डमा गएछु कि मसार बा आज यतै बाहिर खाएर जाउँ अब कति घरमा मात्र पनि खाने 7 पनि बजेछ अब खाँदा 8 बज्छ होला कति बजीसम्म खुल्छ है दोकान कति बजीसम्म खुल्छ 10 बजीसम्म बस्दिन कुनै पस्यो भने टाइम खाने मान्छेहरू अन्त बज्छ र 11 11:30 बजाइदिने हुन्छ त्यो के अरे मानी के भन्छ के सबर गरौँ सो हामीले चाहिँ यो एउटा शिखा बाबा खबाब मगाएको छ है अर्को के मगायो मिक्स मगाएको छ अनि बिरयानी मटन बिरयानी मगाएको छ अनि चिल्ली मगाएको छ अरू बिस्तारै आउँछ ल यो सलाद चाहिँ जापानमा जुन पसलमा पनि दिन्छ आज चाहिँ होइन के आउँछ सबैको रेसिपी देखाउनु पऱ्यो त अस्ति नै देखाउन पाएन मटन बिरयानी आएको छ कि स्वादले यस्तो दामी पाराले खान्छु नि मैले झिकेन क्या हो हाँसी सिका खामा चाखी हेरौँ ल खान्छु ल अलिक नुन खोर्सानी कम हो क्या खानु त खानु त नेपालको जस्तो चाहिँ मासु स्वाद नआउँदो रहेछ क्या अन्त कि मटन बिरयानीमा यो अन्डा चाहिँ किन कस्तो स्वाद अन्डा चाहिँ मिठै आउँछ होला है पनि आयो हो हेरेर त गुगल निकाल्दा जस्तो हेरेर होला यार खाने बेलामा के बोल्यो चिल्ली मोमो मात्र आउनु छ बस अहिलेलाई चाहिँ कस्तो बजार पिरो पिरो टाइपको बजार छ मोमोको उसलाई अर्को रेडिमेड सस ल्याइदिनु त टिकटकमा क्याचअप ल्याइदिन्छ त्यसो त बुझ्यो पिरोवाले चाहिँ चाहियो मोमो पनि आएको छ है मोमो आयो चिल्ली मोमो यो अलि छिट्टै ल्याउनु मिल्दैन यो है आउने एकैचोटि सबै ल्यायो कि हामी चाहिँ एकछिन भक्काएको खान्छौँ ल अनि माथिबाट उनीहरू हामी केटाहरू हो खास त्यति धेरै त खाँदैनौँ यति हो खाने अब पुगेन भने अलिअलि मगाउँछौँ त्योभन्दा बढी त खाँदैन जति खायो नि अनुहारहरू चाहिँ यही हो ज्यानहरू चाहिँ मिठो रहेछ मामाले मेरो यो त फेभरेट हो म नि एउटा चाख्नु पऱ्यो खाएँ ल यो धेरै चाँडो आयो आज हामीलाई
के को कमी भनेर त अस्ति हाम्रो खाएको थियो जुसको कमी रहेछ नि त त्यो पनि आउँछ ठिकै रहेछ पाइनट कोकोनट भन्ने कसो त मासु बुढी तर्कै लान्छ है हाम्रो त दिदी त्यस्तो छैन अरू चाहिँ अब थाहा भएन बिहान चाहिँ थाहा भयो नि दिदी चाहिँ बेला चाहिँ थाहा भएन दिदीले नाक खोला नि है यो भिडियो कहाँ भुल्नेले हेरेर अगाडि भन्नु पुरा लिङ्क सहित पठाइदिनु क्या मेसेजमा यो त बाँकी छ एउटा गुगु डल्लो खाइदिनु नट गुड नट ब्याड यो चाहिँ गोको डल्लो खाएँ ल घाँस पात किन हो फेरि भात प्याज पनि खाएँ ल ए पुग्यो भन्थ्यो हो घाँटी यो हेरेर मान्छेहरू सालेर घिच्छु भन्दा होला आज बेलुका आउँदा पनि केटीहरू आएन यार ठिक हुन्छ कि यसो मटेर हेर्न त पाइन्छ पार्कमा दामी दामी केटीहरू एउटा त भलिबल टोली थियो त 3-4 जना राम्रो थियो यसो बाहनामा टोइलेट पनि गयो त्यसले यसो बाहनामा टोइलेट पनि गयो हेर्ने बाहनाले होइन त्यतिले देख्नु पऱ्यो होइन हाँसीमा त फेरि पिएचडी गरेको छु नि होइन दसल समय नै हुन्छ जाने भने बस जान्न पर्यो सुरुमा चाहिँ सिकाउने मात्रै हो पहिला यसरी समाएर खान्छ अरू हातले त के भन्छ बयले त दुइटै यसरी गर्दो रहेछ यसरी हातले भित्र कसरी खान्छ त्यो भित्र हुन्छ यस्तरी समाएर खान्छ कसैले यत्तिकै यो दुइटा यति समय त्यत्तिकै राम्रोसँग हाँसी किनेर नेपालमा मैले सिकेको थिएँ भातबाट खोजी अरू भातबाट ल्याएँ होइन भात खान्छु है भात त आउँदैन त जहिले यति आउँदैन भात कसरी खान्छ त यिनीहरूले भने यहाँको भातको डल्लो चोक्दै आउँदो रहेछ यस्तो फोटो अन्त मुसीको भात होला भन्दा नि त यस्तो फोटोमा मुख हालेर डाइरेक्ट उनीहरू त नमुसेकै चुक्दै यस्तो हाल्दै खाँदो रहेछ अहिले यहाँ आउँछ अलि धेरै मिसन 8 वर्षमा छ बियर नपुगेर रहेछ नि हामीलाई बाटोमा मिल्दैन साइकल क्या गुंडा बनेगा रे तू जापानमा धेरै घाँस खानुपर्छ होइन घाँस खायो भने त्यो हेल्दी हुन्छ घाँस खाएन भने क्या बात कर उयो मासु मात्र खायो भने त्यो कमी हुन्छ है यो माथि आप कहाँ के ज्ञानी बाबा यहाँको माथि विदेशको मासु है यस्तो ओजन हो क्या केमिकलबाट बनेको कि अब केमिकल त्यस्तै हो अलि लङ टाइम हो क्या 90% नै डिफ्रेन्स छ जस्तो लाग्छ यहाँ चाहिँ मारेर हप्ता दिन कति दिनसम्म राख्ने म धेरै बोलेर खान पनि ढिलो भयो आज जापानिजहरू सबै नाना खाना मात्र आउँदो रहेछ नि त यसो खाएर सकेको छ फाइनली धेरै त बिल उठेन होला 3000 4000 5000 5,500 जति उठ्यो होला एक मात्रै खान सक्दैछ है जाइ पनि 5,500 हाम्रो लागि त्यो त केही पनि होइन 5,000 को मान्छेहरू हामी हरामी हो बेटा अब चाहिँ हामी हिँड्नेवाला छ ठ्याक्कै हलज पनि यहीँ छ अब के गर्नु त खाइहाल्यौँ है सकिहाल्यो सत्यनाशै पार्यो मान्छे भनेको के राक्षस भन्नु जापानिजहरू चाहिँ नान एकदम फेभरेट रहेछ होइन सिङसँग केटीहरू देख्दाखेरि त बिहे गर्ने छिटै भइसक्यो अब केटी केटाहरूको उमेर देख्दाखेरि किन बिहे नगरे हाल्छ गाह्रो मलाई म चाहिँ बिहे गर्न नपाएर तनाव छ फेरि
बुढी भन्नुभन्दा पनि त्यो छोराछोरीले छोराछोरी भन्न नपाएर चाहिँ ऊ लागेको क्या त्यस्तोवाला फिल आउँछ मलाई किन हो बिहे गर्न हातहरू छैन कि तर यो छोराछोरीको स्कुल ढिलो होला भनेर मात्रै पिर हो क्या अनि त्यस्तै टाइपको भन्नु मेरो नि एउटा बच्चा भइदियो भए बाउ भन्थ्यो होला होइन मैले नि छोराछोरी भनेर यसो देखाउनु पाउने होला त्यस्तोवाला फिल आउँछ क्या बिहे चाहिँ गर्न मन नलाउने क्या फेरि केटीहरूको पारामा देखेर मलाई चाहिँ के लाग्छ भने जस्तै अब तिमी भयो होइन अरू 15-16 वर्ष 17 वर्षको उमेरमा कत्रो भएको छ क्या हामी चाहिँ अब योबाट पढ्दैन के हो यति हो कि के हो जस्तो लाग्छ कि तिमीलाई हुन्छ है उमेरमा भयो मतलब कि छेत्री पाहुनाहरू भयो नि एकै चेन्ज हुन्छ क्या ए बुढो देखिन्छ भेना पनि यस्तो टाइपको हेर्दाखेरि त त्यति एजको देखिँदैन नि त त्यही त एजको देख्दैन अनि 10 वर्ष डाउन छ नि तपाईँ छेत्री पाहुनाहरू त झपक्कै चेन्ज हुँदैन घारीसरी आएर पुरै हाम्रै उमेरको केटाहरू कस्तो बुढो देखिन्छ म त अन्डर 18 हो अहिलेसम्म अझै 10 वर्ष त अन्डर 18 नै हो मैले भर्खर 24 वर्ष भयो धेरै भएको अझै छ कान्नै उमेर त्यस्तो देखिँदैन त मलाई नि देखिँदैन कलिलो अनुहार नजुङ्गा दारी छ मेरो चाहिँ ज्यान नभएर होला क्या तिमी त अझै हेऱ्यो भने त 14-15 बिहे गऱ्यो भने त्यत्रो मान्छेले नि बिहे गऱ्यो भन्ने हुन्छ त्यही भएर चाहिँ म बिहे गर्न बन्देज गरिसकेँ मैले सो कुराहरू यस्तै हो आजको लागि भिडियो यहीँ टुङ्गाइदिउँ सर्ल्यापै है अनि अब हामी बिलसिल पे गरेर बाटो लाग्नुपर्ने हुन्छ नेपालको बारेमा बुझाऊ अब विचार होला अहिलेको तपाईँ रोड सेडिङको बारेमा तपाईँ भन्नु ल के भन्नु के भन्ने मामा के नाम चाहिँ के नामको हात्ती छन् अहिले टिभीएलको भन्छ त्यो मुर्दाहरूले के गर्यो गर्नु गरे नि अहिले अब यो भ्लग चाहिँ हालिदियो के भन्दाखेरि जस्तै अब लोड सेडिङ नेपालमा लोड सेडिङ यो अवस्थामा गयो भने नेपालको इभी गाडी किन्नेहरू चाहिँ फलामा लगाएर हाम्रोले नै हुन्छ गाडी चाहिँ 50-60 लाखको ऋण त्यो पनि गाडी पनि अब ह्यान्ड ग्यास दिएर होइन होला प्रायः त लोनै हो हजुर अरू के भन्नु यो गाडी किन्नेहरूलाई चाहिँ पछुताउने भयो यही पारामा भयो भने चाहिँ मान्छेहरूले चाहिँ के भन्छ लोड सेडिङ भयो भने कति घाटोमा गयो भने कति 5000 हो पनि हेर्दैन म त मैले चाहिँ अहिले हेर्दा खालि पुरै त्यही आइरहेको यसो विचार गरेको गाडी इभी गाडी चल्न आएको थियो नि त अहिले त प्रायः अहिले त इभी धेरै छ नि त यो लोड सेडिङ अवस्था भयो भने त जेनेरेटर हुँदै हुँदैन इभी गाडी हुन्छ त्योभन्दा त पहिलाकै त्यो पेट्रोल पम्पमा नि बत्ती गयो भने त्यो ट्र्याक्टरको स्टार्ट गर्ने जस्तो घुमाउने हो निकाल्ने पेट्रोल पम्पमा त त्यसरी चल्छ इभी गाडीलाई त कहाँ चल्छ त मनमा चाहिँ धेरै मेरो नाम लिन तपाईँहरूले कफी चाहिँ फ्रीमा भएछ म अब थोरै देखाइदिनु ल थोरै देखेर आऊ ल सो यति भन्दै आजको लागि भिडियो यही बन्द गरिदिन्छु हेरिदिनु भयो धेरै धेरै धन्यवाद टाटा बाई बाई फेरि भेटौँला धेरैभन्दा धेरै चाँडो नयाँ भिडियोमा बाई बाई अब यता चाहिँ छ यताको चाहिँ कहाँ खोज्न जाने म छैन आउनु पर्यो कन्ट्याक्ट हान्नु पर्यो केटीहरू अरे मैं वो प्लेयर है सर जिसे भले ही गेम ना आता हो मैदान में उतरा ना तो खलबली मचा देगा